सबैजनालाई वेलकम छ अनि गुड मर्निङ है। म चाहिँ भर्खरै उठेको अवस्था साथीहरू अनि तपाईँहरू सबै आरामै हुनुहुन्छ होला। अनि हेर्ने साथीहरू कलेजको जिन्दगी यस्तै छ, काम गरेर सुत्यो उठ्यो खायो, यति नै छ, अरू के भन्नु साथीहरू। अनि म चाहिँ आज तपाईँहरूलाई आज दिनभरि म के गर्छु अनि आज चाहिँ मेरो छुट्टी हो, अनि के गर्छु कहाँ जान्छु त्यो सबै भिडियो म तपाईँहरूलाई देखाउँछु है साथीहरू। यो चाहिँ हाम्रो बस्ने रुम है, अनि के बस्ने कोठा है, कोठाहरू बस्ने रुमहरू छन् यतानिर चाहिँ। अनि त्यो पारि चाहिँ होटेल है साथीहरू, त्यो चाहिँ होटेल। अनि के भन्छ नि उता पछाडि छ त साथीहरू, त अग्लो देखिरहेको छ नि, त्यो चाहिँ एयरपोर्ट है हाम्रो यहाँबाट चाहिँ। जो एयरपोर्ट चाहिँ नजिकै छ। अनि यो चाहिँ हाम्रो के भन्छन् होटेल रुमहरू कोठाहरू होस्टेल है। होस्टेल धेरै छन् यहाँ, नेपालीहरू धेरैजना है साथीहरू। कोही हेर्दै हुनुहुन्छ भने यसो लाइक कमेन्ट सब्सक्राइब हान्दामै साथी हो यार। यहाँ हलचल जे मल्का यता त साथीहरू है त। अनि यहाँ चाहिँ हाम्रो काम गर्ने एरिया है त। अनि यही हो हाम्रो काम गर्ने ठाउँ, गलत कम्पनी है साथीहरू। त्यही हो हाम्रो काम गर्ने ठाउँ। कसै कसै साथीहरूलाई त थाहै होला सायद यो कम्पनी। अनि यो चाहिँ हाम्रो चाहिँ होस्टेल अनि काम गर्ने ठाउँ चाहिँ एकै ठाउँमा कि जोडिएको छ धेरै, तर हिँडेरै पुगिन्छ, गाडी साडी केही चाहिँदैन। होस् मलाई चाहिँ साथीहरू मलेसियामा चाहिँ साथीहरू अहिले चाहिँ पानी पर्न लाग्छ है। अब के भने यस्तै छ मलेसियाको मौसम, कति बेला पानी पर्छ कति बेला थाहै हुँदैन है त। अनि त्यो पारी देखेर चाहिँ हाम्रो चाहिँ त्यो है मल है, सपिङ मल, त्यो चाहिँ अलिकति ठुलो मल छ हामीलाई चाहिँ, यहाँबाट जानलाई चाहिँ अलिकति नजिक पर्छ, त्यही हो साथीहरू। अनि यता चाहिँ तल्लोपट्टि चाहिँ के भन्छ त्यो बन्दैछ है, यहाँ पनि अब मल बन्दैछ त साथीहरू, केही दिनमा अब बन्नवाला जस्तो छ है साथीहरू यति। अनि हामी चाहिँ यतै पानी पर्ने लाग्छ, मौसम पुरै कालो बनाउँछ है साथीहरू। यो चाहिँ हाम्रो काम गर्ने ठाउँ है त। यहाँ चाहिँ मान्छेहरू ड्युटी आइरहेको अवस्था साथीहरू यतानिर चाहिँ। हामी चाहिँ आज हाम्रो छुट्टी है त, अनि छुट्टीको सदुपयोग गरिरहेको हामीले चाहिँ जे होस्। छुट्टीको सदुपयोग राम्रै छ होइन दाजु? के छ त भन्नु नि त, यसो केही छैन त केही? यता चाहिँ अब काम गर्ने मान्छेहरू इन्ट्री हुँदैछ है, अब 7 बजेदेखि सुरु हुन्छ यहाँ। अनि त्यही भएर काम गर्ने हाम्रो चाहिँ छुट्टीको सदुपयोग भइरहेको छ, होस् राम्रै हाम्रो चाहिँ। मेरो आजलाई यति नै छोटो अनि मिठो आजको रुम भिजिट, मेरो होस्टेल काम गर्ने भिजिट गरेको यति नै हो साथीहरू। अनि मन परेमा लाइक सेयर कपर लिङ्क अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु है साथीहरू। मलाई साथ अनि सपोर्ट अनि हौसला चाहिँ दिइराख्नु होला।